फाइनली म चाहिँ आफ्नो गाउँमा मतलब घरको गाउँमा पुगिसकेँ तर घर जान चाहिँ लगभग 1-2 घन्टा लाग्छ यहाँदेखि अनि 1-2 घन्टा चाहिँ हिँडेरै जानुपर्छ हैन सो म जन्मेको पनि यहीँ हो हजुर पनि यहीँ जन्मिनु भयो अनि अर्को जीवन पनि यहीँ जन्मियो सो आज हजुरबा आमासँग भेट हुन्छ हैन मैले यो भ्लग चाहिँ 2 पार्टमा बनाएको छु सो यो चाहिँ सेकेन्ड भ्लग हो अगाडिको पार्ट हेर्नु भएन भने हेर्नु होला हेलो पानी जान्ने टेक्निक के भयो भएन अलिकति झाडा आएछ क्या त्यस्तो नर्ने राम्रोसँग भन पानीलाई नै बनाउनु पर्यो आयो हिउँ मात्रै आउँछ अलि माथि हामीलाई त हजुरलाई त भयो बस्छु के भने कि हिँड्न यार मेरो यहाँ पेट दुखिरहेको पेट नसा दुखिरहेको क्या एउटा के गर्ने केही न केही के गर्ने पछिसम्म त ठुलो भला गरेर भन्थ्यो सो गाइस हामी चाहिँ उतै गएर फर्केर आयौँ क्या किनभने चाहिँ एउटा सामान उता छुट्टी गएछ कि पानी खाने भनेको पानी त भेट्दैन सामान छोडेर आएछौँ त्यही भएर अर्को जीवन ल्याउनु गएको म चाहिँ थाकेर यहीँ बसेको छु क्या उता तलैदेखि आयौँ धन्न अर्को अङ्कलले भन्नुभयो बल्ल थाहा भयो क्या सुबर दबाएर यता मस्त रहेछ सो गाइस हामी चाहिँ लगभग घर पुगिसक्यौँ अब चाहिँ 10 मिनटमा आरामसँग घर पुगिन्छ हामी कहाँदेखि यहाँ देखाउँछ हजुरहरूले यो हजुरहरूले देख्नुभयो होला होइन यहाँदेखि यस्तो लगाएर तलबाट यति धेरै उकालो साइड आएको यो चाहिँ दैलेख बजार यो छ नि यो चाहिँ दैलेख बजार हो कहाँ माथिबाट आए त सर्टकटै हुन्थ्यो हेर्नु हामी त्यहाँबाट आएको होइन अब चाहिँ यहाँदेखि घर जाने 5 मिनट ओन्ली सो जाऊँ अनि त्यसपछि हजुरहरूलाई म आज मेरो घर पनि देखाउँछु क्या अब चाहिँ सनसेट पनि हुन लागिसक्यो ट्याक्कै 6 बज्छको हेर्नु यता ओहो खतरा छ यहाँदेखि हाम्रो घर जानु चाहिँ अब 3 मिनट मात्रै छ अराउन्ड 3 मिनट छ यहाँ कोही बस्दैन हेलो गाइज के छ हालखबर ठिक छ हेर कस्तो छ ठाउँ यो थोरै मजाक मस्ती चलिरहन्छ मजाक मस्ती भन्ने चाहिँ हेर गाइजहरू होइरहनु पर्छ यो भनेको स्वास्थ्यको लागि राम्रो तर धेरै मजाक मस्ती पनि छ मजा होइन तिमीहरूले ऐसेलु घर गएर खाने च्या कुकुर त्यहाँ ओके कुकुरले बाटो हेरेर बसेर रहेछ कुकुरले बाटो हेरेर बस्छ स्वागत गरिरहेछ स्वागत गर्छ अब च्या कुकुर पनि छ त है 2 जना मात्रै हुन्छ सोचेको 3 जना अब हुन्छौँ हामी 5, 6, 7 जना in our own lane, wrist doing laps
like Olympic torch. गाई चरु हेर है देखा थियौ कि कहिले यस्तो फुल हेर है यही हो यहाँ देखा युके जाति रहेछ फेरि Flip the hustle mountaintop, no need for the porch. Paper chase faster than a racehorse. Pocket rocket tucked, you don't want this force. Night turning lava, streets on fire. Energy explosive, push it higher. Diamonds dancing crazy, no liar. यहाँ त घेरबार पनि रहेछ टोइलेटको कुकुरको टोइलेट हो के ए फाँसो फेरि फाँसो यो फाँसो यो पनि फाँसो फाँसो चाहिँ यस्तो हुन्छ बदलहरूको लागि यस्तो हुन्छ यहाँ चाहिँ के छ यो आलु आलु सिँचाइहरू सबै छ म होइन चैतमा है चैतमा यहाँ चैतमा म एक आधी घन्टा यहाँनिर बस्ने आरामसँग भ्यू इन्जोय गर्ने के आरामसँग बस्ने कहाँ प्यारा 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 प्यारी दर्शक बिनहरूलाई आलु खेती We own the night. City saviors admire. Lit like a chandelier, vibe too insane. Big bottles. के हो हामी आउँछौँ भन्दा हो क्या यस्तो बाटो ब्लक भएको यस्तो त नआउनु पर्थ्यो यार हामीसँग अन्याय भयो कि नै हामीलाई स्वागत गरे यस्तो यस्तो स्वागत त स्वागत गरे यो त कडै स्वागत छ त त्यो कडै छ त स्वागत त यो त बाख्राहरू गरिसकेका हजुरबा हजुरबा उता हुन्छ बाख्रा हजुरबा हजुर हजुर सन्चै हुन्छ हजुरबा हजुरआमा हाम्रो कपाल किन गर्नु परेर कुकुर हाम्रो आइज 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 डराइ 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 हाई भन्दै हेलो भन्दै गाइजहरूलाई Popping, drown in the champagne. आउने बित्तिकै पल्टिसकेको Growling and just spit flame. सो गाइस मैले चाहिँ कपडा सपडा चेन्ज गरेर फ्रेस भइसक्यो होइन हजुरहरूलाई म कोठा देखाउँछु लाइट बालेर क्या यत्तिकै आजको गरौँ यत्तिकै क्यामेरामा झन् नराम्रो देखिन्छ बट जुगाडु छ बेसिकली हामी ओहो सनसेट हुन रहेछ बेसिकली हामी चाहिँ अहिले ऐँसी खान जानु लागेको हो क्या सो देखाउँछु हजुरलाई पनि यहाँको ऐँसेलु ओके हेर्नु यहाँ यता हो ऊ त्यहाँ हेर Monopoly, the block is embossed. Took the L's and turned them to a win-loss cost. Cash machines, humming bands ain't soft. Street dreams packaged, no matter the cost. सो गाइस अब बिस्तारै रात पनि पर्छ होइन अनि यहाँदेखि चाहिँ ओभर मस्त देखिरह सन भर्खर सेट भइसक्यो होइन के ऐसेलु ताके छ कि छैन कस्तो ब्लड देखियो क्या स्पोर्टमा पुगिसक्यौँ हामी चाहिँ खाने स्पोर्ट यहाँनिर यो त थोरै हो तलतिर भोलि जाने होइन बहुत धेरै छ क्या यहाँ बाँदर जस्तरी ऐसल चाहिँ यस्तो हुन्छ गाइज देखाउनु नि त भविष्यमा भाइरल भयो भने हाल्दैन पर्यो के हो हालेको यार सो गाइज अब चाहिँ हामी खाएर गइसक्यौँ रात चाहिँ रियालिटीमा धेरै रात भइसक्यो तर क्यामेरामा चाहिँ देखिन्न घामको किरण हो कि के अरे अन्तिम किरण बुझाउ है फेरि अर्को एउटा ठाउँ छ ऐसेलु भएको त्यहाँ गएर खान्छौँ अनि त्यसपछि घर गएर नास्ता खाना खाएर
आरामसँग रेस्ट गरेर भोलि फेरि एउटा ठाउँमा जान्छ। सो गाइस घर भन्ने चाहिँ पुगिसक्यौँ हामी घर। कुकुर चाहिँ यहाँ सुतिरहेको छ। ओहो लाग्यो यार टाउकोमा डरै लाग्यो। ए हाम्रो चुलो यस्तै हुन्छ। टाउको चुलो बान्छे हजुरआमा बान्छे होइन बत्ती बाल्नु भएन त बत्ती आएन चिसो मलाई त नै उहाँलाई भयो उहाँलाई मन गर्दै बस्नुपर्छ थाहा पाएन हजुर होइन र ल भन्नु न के हो ए गुन्डी हाल त अहिले चाहिँ बत्ती गयो त्यही भएर यहाँ चाहिँ अँध्यारो छ। ल खाना के पकाउनु भयो हजुरआमा? हामी त नास्ता पनि नखाएर यस्तो लेट थियो हामीलाई त्यही भएर नास्ता हजुरआमाको आज मिठो भात खान पाइने भयो। एक वर्ष यहीँ बस्नु त होला है एक वर्ष ल बत्ती आयो ए बत्ती आयो केटा ढुक गर ल पढ्न जय सम्भव ए यति वर्ष बस्ने कि नै 2 दिन बसेर जाने तेस्रो दिनतिर नै भोलि वर्ष नि पछि यो 1 वर्ष बस्ने हो कि नै 1 वर्ष अलि हुन्न होला अलि मिल्दैन के। सो गाइस आजको खाना चाहिँ दाल अनि के हो यो हजुरआमा दाल सिन्की आलु लसुन मुला तामा त्यस्तै धेरै मिठो छ खाना चाहिँ। अब ट्राई गर्छ हेर्दै मिठो छ। हजुरआमा के हाल्नु भएको थियो यति मिठो हो कि साँच्चै मिठो छ ए जीवन खाना खाना धेरै दिनपछि गाइस स्पेसल मै किनभने चाहिँ उता त मैले डेरीको मै मात्रै खाइरहेको थिएँ आज फाइनल्ली सो गाइस अब चाहिँ हामी हात धुन जान लाग्यो क्या भात खाना खाएर भोलि यस्तो बबाल भिडियो हुन्छ नि डरले फाल्तुको भिडियो नबना यार भोलि बनाउने हो क्या बबाल त डोन्ट मिस टु सी द एस्टरडे भिडियो ओके भोलि चाहिँ बाबा लाइट बाल्छु कसरी गर्छ नि सिका त के ल हेलो साथीहरू तै गर्दैन त तै गर्दैन त ल साथीहरू कति भ्लग बनाउनु ल यही खतम गऱ्यौँ हामीले भ्लग गुड बाई। सो गाइस यही थियो आजको भ्लग अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ बाई।